के तपाईँ पनि आइब्रुफिन र पारासिटामोललाई ज्वरोको औषधि मात्र सम्झिनुहुन्छ? यदि हो भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आज म तपाईलाई मेरो क्लिनिकमा भएको एउटा रोचक कुरा सुनाउँछु। एकजना 16-17 वर्षकी बहिनी दाँत धेरै दुखेर मेरो क्लिनिकमा आउनुभयो। जाँच गरेपछि मैले सामान्य आइब्रुफिन र पारासिटामोल औषधि सिफारिस गरेँ। उहाँले अलिक छक्क पर्दै भन्नुभयो, यो त ज्वरोको औषधि हो, दाँत दुखेकोमा किन दिनुभएको? दाँत दुखेको औषधि छैन? उहाँले यसो भन्नुभयो। त्यो प्रश्न सुनेर मलाई लाग्यो कि यो किसिमको औषधिको बुझाइमा उहाँको मात्र समस्या होइन, अन्य धेरै जनमानसमा पनि यो किसिमको गलत बुझाइ हुन सक्छ। भिडियो इन्ट्रेस्टिङ हुनेवाला छ, अन्तिमसम्म हेर्नुहोला। हामी मध्ये धेरैले औषधिलाई कुनै एउटा समस्याको लागि मात्र हो भन्ने बुझाइ हुन सक्छ। जस्तै पारासिटामोललाई ज्वरोको औषधि, कसैले जीवनजललाई पखालाको औषधि भनेर माग्नुहुन्छ। यसरी धेरै झुक्किनुहुन्छ। तर चिकित्सा विज्ञान यसरी चल्दैन। औषधि भनेको कुनै एउटा रोग विशेषलाई मात्र भनेर बनाइएको हुँदैन, बरु औषधिले हाम्रो शरीरलाई के गर्छ भन्ने कुरामा आधारित हुन्छ। औषधिले यसको काम, मेकानिजम अफ एक्सन र कुन अवस्थामा प्रयोग गर्ने इन्डिकेसनका आधारमा प्रयोग गरिन्छ। उदाहरणको लागि पारासिटामोल र आइब्रुफिनले ज्वरो घटाउँछ, त्यससँगै दुखाइ पनि कम गर्छ। सँगसँगै आइब्रुफिन भएकोले सुन्निने प्रक्रिया वा इन्फ्लामेसनहरूमा पनि काम गर्छ। त्यसैले टाउको दुख्दा, दाँत दुख्दा, शरीर दुख्दा, कान दुख्दा, अपरेसनपछि हुने सामान्य दुखाइमा पनि यसको प्रयोग। अझै रोचक कुरा के छ भने धेरैले यसलाई रङ, त्यसको आकार र नाम हेरेर बुझ्न खोज्नुहुन्छ। औषधिलाई चिन्न र बुझ्न त्यति सजिलो छैन, त्यतिले मात्रै पुग्दैन। तर वास्तविकता के हो भने देख्दा उस्तै देखिने दुईवटा ट्याब्लेट पूर्ण रूपमा फरक औषधि हुन सक्छन् र कहिलेकाहीँ एउटै औषधि पनि धेरै किसिमको समस्याहरूमा प्रयोगमा आउन सक्छन्। उदाहरणको लागि यो औषधिलाई विभिन्न बिरामीहरूलाई राखेर यो औषधि के हो भनेर मैले सोधेँ भने धेरैले यही औषधिलाई यो प्रोस्टेटमा चलाउने औषधि हो भन्नुहोला। कसैले यसलाई पथरियाको औषधि पनि भन्न सक्नुहुन्छ। त्यसैले आजको यो भिडियोबाट के कुरा ख्याल राख्नुहोस् भने तपाईले त्यति मात्र कुरा थाहा हुन सक्छ जुन कुराको लागि मात्र डाक्टरले औषधि लेखिदिनु भएको हुन्छ। औषधिलाई नामले होइन, त्यसले शरीरमा कसरी काम गर्छ भन्ने कुराले धेरै फरक पार्न सक्छ। र अर्को पटक डाक्टरले तपाईलाई कुनै औषधि दिनुभयो भने यो त यसको औषधि हो भनेर अचम्म मान्नुभन्दा यो मेरो समस्यामा यो औषधिले कसरी काम गर्छ भनेर सोध्नु राम्रो हुन्छ, किनकि सही प्रश्नले नै सही उपचारतर्फ लैजान्छ। धन्यवाद।